गरेका छौँ इतिहासमा यो विषय गम्भीर विषय हो। आजदेखिका दिन प्रतिपक्षले उठाएको छ, तर यो प्रतिपक्षको मात्र विषय होइन, यो हाम्रो सबैको विषय हो। मलाई एउटा कुरो याद आयो, स्वर्गीय सुशील कोइरालाजी प्रयास हुँदा 2072 श्रावण 8 जब चीन र भारतले बराबरको बाटो छ, त्यो एमयू गर्दाखेरि त्यहाँ कूटनीतिक जोड बनाउँछ, जसका कारणले भारतलाई पनि पठाएको छ, चीनलाई पनि पठाएको छ। चीनले त्यसको जवाब दिएको छ, भारतले त्यसको जवाब दिएर र उहाँलाई औपचारिक रूपमा भारतमा निमन्त्रणा दिएको छ। त्यसैले हामीलाई के लाग्छ भन्दाखेरि यो राष्ट्रियताको सवाल प्रतिपक्षको मात्र। र अर्को कुरा म यहाँ सम्झना दिलाउन चाहन्छु भने भारत र नेपाल सरकारले एउटा प्रयुक्त सम्बन्ध त्यसको प्रतिवेदन भारत सरकारलाई पनि बुझाएको छ, नेपाल सरकारलाई पनि बुझाएको छ। जो प्रधानमन्त्रीको कार्यालय छ कि परराष्ट्र नेपालको कार्यालयमा छ, त्यो प्रतिवेदनलाई अध्ययन गर्दाखेरि करिब करिब 97% समस्याको हल भएको पुरा काला पानी र सुस्ताका भागहरू विवाद हुन्छ र यो कुरालाई सहजीकरण गर्न त्यो दस्तावेजले हामीलाई सहयोग पुर्याउँछ र त्यो प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्छ भन्ने पनि हाम्रो मान्यता हो। अर्को कुरा कृषि विद्रोहको छानबिन गर्न भन्दै सरकारले क्रान्तिको नेतृत्वमा आयोग बनायो। आयोगले तय गरेको घटनालाई छानबिन गरे पश्चात हामीले भन्यौँ अधुरो प्रतिवेदन जसलाई सरकारले हतारमा कार्यान्वित गर्यो। सोही घटनालाई संवैधानिक अधिकार मानव अधिकार आयोगले पनि छानबिन गरेको छ, प्रतिवेदन बनाएको छ। उक्त प्रतिवेदनले बालवाला गृहमन्त्री सत्ताको केन्द्रमा बसिरहनु भएको छ। बसिरहनु भएका प्रभावशाली र होनहार मानिसहरूको नाम पनि उल्लेख गरेको छ। कारागार जलाएर रुफटप गाडीमा हात हल्लाउँदै हिँड्नुभएका मानिसहरू पनि आयोगको प्रतिवेदनले समावेश गरेको छ। सम्माननीय सभामुख महोदय, मार्फतमा सोध्न चाहन्छु, सरकार उक्त प्रतिवेदन कार्यान्वयन कहिले हुन्छ? प्रतिवेदनको नाम समावेश भएका वरिष्ठ मानिसहरूलाई कानुनी सम्मान कहिले हुन्छ? सरकारले सुशासन कायम गर्ने भन्दै तयार पारेको 100 दिने कार्यसूचीमा समावेश भएको हप्ता दिनभित्रै भदौ 24 को घटना छानबिन गर्न बनाउने भनिएको अर्को आयोग कहिले बन्छ? यो हप्ता दिन कहिले आउँछ? सभामुख महोदय, माननीय सदस्य आफ्नो भनाइ छुट्याउनुहोस्। सम्माननीय सभामुखज्यू, सभामुख महोदय, माननीय गृहमन्त्री युमाथि सम्पत्ति लगायत विषयमा प्रश्न उठे पश्चात छलफाल सम्पत्ति बनाइयो। सुनिन्छ सिबिसीले प्रोग्राम प्रतिवेदन बुझायो। उक्त प्रतिवेदन सार्वजनिक नगरी फेरि उहाँलाई गृहमन्त्री पुनः बनाइयो। एकातिर सुशासनको नारा, अर्कोतिर आफूलाई पुरस्कृत र अर्को मानव अधिकार आएको प्रतिवेदनको उहाँ घोषित। सरकार आफै जानी अनि आफै पुरस्कृत गर्दै हिँड्नु। अब कर्मभङ्गता र सुशासनको गफ हाँक्न छोडौँ। यदि यो कि हामीलाई आशालाई जोगाउने संस्थान आयोगसँग कुरा नगरौँ र यो रफ्तारबाट, यो परिघटनाबाट त हामीले के बुझेका छौँ? जुन तरिकाले यहाँ घटनाहरू घटेका छन्, जुन अभिव्यक्ति शुरुआती रूपबाट आएका छन्, त्यसले चाँडै देश एउटा गम्भीर सङ्कटमा जाने लाग्छ। हामीले ग्रेटर नेपालको पनि कुरा उठायौँ, भन्न त यहाँ सजिलो हो न, सबैमा माननीय सदस्य भनाइ छुट्याउनुहोस्। यो ग्रेटर नेपालका कुराहरू भन्न सजिलो हो न, तर त्यस व्यक्ति असर पार्छ। त्यसैले मेरो आग्रह सभामुख मार्फत सभामुखज्यू बुझ
रहनुपर्छ। प्रतिपक्षको मात्र यो कुरा होइन, यो सबैको राष्ट्रिय सरकारको विषय, केन्द्र सरकारको विषय जुन एउटा पार्टी र वर्गको हुँदैन कानुन भए यो सबैको विषय भएको हुनाले मान्य सदस्य हर्कराज राईलाई म समय दिन्छु। छोटकरीमा आफ्नो कुरा राख्नु। मान्य सदस्य